साउदी अरबको दक्षिण पश्चिम भागमा पर्ने अल-बहा प्रान्तभित्रको एक प्रमुख सहर हो बल्जुरासी। यसको भूस्थिति समुद्र सतहबाट करिब 2000 मिटर उचाइमा लगभग 19.86 डिग्री उत्तर र 41.56 डिग्री पूर्वमा पर्दछ। यो स्थानको विशेषता यस इलाकाको सरावत पहाडहरूको क्षेत्रमा पर्नु हो र चिसो मौसम, हरियाली जङ्गल र रमणीय प्राकृतिक दृश्यले निकै प्रख्यात मानिन्छ। बल्जुरासी क्षेत्रमा मुख्यतः घामेडी जाति बसोबास गर्दछन्, जसले प्राचीन कालदेखि यहाँको भूभाग नियन्त्रण गरेको देखिन्छ। यसअनुसार यो स्थान केवल आधुनिक सहर होइन, तर लामो समयदेखि मानव बसोबास र सामाजिक संरचना भएको क्षेत्र मानिन्छ। यो क्षेत्र पुराना व्यापारिक मार्गहरूमा पर्दछन्। यसलाई एन्सेज सिजनल क्यामल ट्रायल अर्थात् ऊँटहरूका लागि बनाइएका पाइलाहरू क्यामल स्टेप्स भएको ठाउँ पनि भनिन्छ। यसले सङ्केत गर्दछ कि यहाँको भूभाग प्राकृतिक मार्गहरू र पहाडी अवस्थाका कारण व्यापार, आवागमन र सञ्चारको दृष्टिले महत्त्वपूर्ण थियो। बल्जुरासी पूर्वकालमा प्रान्तीय शीर्षस्थ स्थानमध्ये एक भएको मानिन्छ। अल-बहा प्रान्त अन्तर्गत यसले 1951 देखि 1963 सम्म प्रशासनिक प्रमुख स्थान सम्हालेको छ। यो केवल ग्रामीण जिल्ला मात्र होइन, क्षेत्रीय प्रशासन तथा सांस्कृतिक गतिविधिहरू भएको प्रमुख केन्द्र यो सहरलाई बनाइएको हो। आदित्य रूपमा साउदी अरबलाई शुष्क मरुभूमि र तातो स्थानको रूपमा चिनिन्छ, तर बल्जुरासी जस्ता पहाडी हरियालीयुक्त स्थानले यहाँ पनि यति धेरै हरियाली भन्ने आश्चर्य उत्पन्न गर्दछ। यस प्रकारले समकालीन पर्यटक, प्राकृतिक संरक्षण र सांस्कृतिक पर्यटनका लागि पनि महत्त्व राख्ने भएको छ। यद्यपि सहर स्थापनाको मिति उपलब्ध छैन, तर बल्जुरासी सम्भवतः उक्त पृथक गोत्र घामेड आवासीय समूहसँग सम्बन्धित छ, अर्थात् यो स्थान मूलतः गोत्रीय बस्तीका रूपमा विकास भएको मान्न सकिन्छ। पहाडी भूगोल र व्यापार मार्गहरूको संयोजनले यसलाई पुरानो कालदेखि बस्ती र केन्द्रको रूपमा विकास गरेको छ, जस्तै ऊँट चढ्ने पाइला र पुराना बजारहरू आदि। प्रशासनिक र आर्थिक महत्त्व प्राप्त भएपछि 20औं शताब्दीतिर यसले अधिक सङ्गठित सहर प्रशासकीय चरित्र लिएको छ। उल्लेखित रूपमा 1951 देखि 1963 मा प्रान्तको प्रशासनिक केन्द्र आधुनिक युगमा पर्यटन, कृषि, फलफुल, कफी आदि वृक्षहरू र स्थानीय व्यापार माध्यमहरूद्वारा यो क्षेत्र पुनः सक्रिय बन्न थालेको छ। यो स्थान साउदी अरबको कम परिचित पहाडी हरियाली भागको प्रतिनिधि मात्र हो। यहाँ मरुभूमि नभएर विविध भूगोल र भिन्न मौसम रहेको पुष्टि गर्दछ। यो सहर पर्यटन र सांस्कृतिक संरक्षणका लागि अवसर हो। इतिहास, वास्तुकला, प्राकृतिक सौन्दर्य सबै कुरा मिल्ने स्थानीय अर्थतन्त्र र सामाजिक संरचनामा यसको भूमिका रहेको छ। जस्तै बदाम, कफी, फिग्स र विभिन्न तरकारी खेती यहाँको प्रमुख विशेषता हो। यो गाउँ बानी कबीर क्षेत्र बल्जुरासी गभर्नमेन्टभित्र पर्दछ। यसको विशेषता ढुङ्गा र माटोले बनेका पुराना घरहरू, सङ्कीर्ण गल्लीहरू, पहाडी भूगोलसँग मिल्ने संरचना साथै मानिसहरूको साधारण जीवनशैलीले देखाउँछ। बल्जुरासी क्षेत्रमा पुरानो जमिनदार बस्ती, पहाडी रक्षायोग्य स्थान र स्थानीय वास्तुकला रहेको छ। पुरातात्विक महत्त्वको हिसाबले यो सहर 600 वर्षभन्दा बढी पुरानो हो भन्ने उल्लेख गरेको छ। यसको अर्थ स्थानीय समुदायले लामो समयदेखि यहाँ जीवनयापन गरेका देख्न सकिन्छ। कृषि र बस्ती दुवै समानान्तर रूपमा गर्दै आएको पनि देख्न सकिन्छ। समकालीन समयमा पनि यो बजार जीवित रहेको छ र परम्परागत वस्तु र दृष्टिकोणको संरक्षण गर्ने माध्यम बनेको छ। यी स्थलहरूले बल्जुरासीको केवल प्राकृतिक सुन्दरता मात्र होइन, पुरानो मानव बसोबास, व्यापारिक मार्ग, सामाजिक संरचना र संरचनाको इतिहास झल्काउने गरेको छ। यदि तपाईँ त्यहाँ जान चाहनुहुन्छ भने अल अबादिल वा थी ऐन जस्ता पुराना गाउँहरूमा जानुहोस्। ठाउँको वास्तुकला, पहुँच, भूगोल हेर्नुहोस्। साथै सतर्दे हिस्टोरिकल मार्केटमा पनि स्थानीय उत्पादनहरू र परम्परागत वस्तुहरू हेर्नुहोस्। अवश्य तपाईँ लालयित हुनुहुनेछ। धन्यवाद।